के बजारले बाउन्स ब्याक दिएको हो कि यहीँबाट डाउन ट्रेन्ड कन्टिन्यू हुन्छ त्यसको लागि भिडियो अन्त्यसम्म हेरिदिनु होला। स्वागत छ मेरो च्यानल सेयर मार्केट अफिसियलमा। आज बजारले हेर्ने हो भने 14 पोइन्टले बढेको छ र 2590 मा क्लोजिङ दिएको छ। आज 196 वटा कम्पनी बढेको छ, 59 वटा घटेको छ भने 19 वटा अनचेन्ज रहेको छ। आज मार्केटको समरीमा हेर्ने हो भने 4 अर्ब 17 करोड 3 लाखको टर्नओभर आएको छ भने 362 वटा स्क्रिप्ट ट्रेड भएको छ। आजको टप गेनरमा हेर्नुहुन्छ भने CORBL, NMBD 8990, NABBC, SAND 2085, TSHL, सागर, KBLD 90, MFLD 85, BJHL, NIBSF 2 रहेको छ भने आजको टप लुजरमा हेर्नुहुन्छ भने ULBSL, NIBL STF, NICSF, ANLB, SBID 83, DLBS, CIZ BD 86, GBBD 85, C30MF, MBLD 2085 रहेको छ भने आजको टर्नओभरमा हेर्नुहुन्छ भने HBLD 83, RBBD 2088, NICD 8384, SBL, AKJCL, NBLD 85, CORBL, RSML, HBLD 86 र NRN रहेको छ। आजको टप भोल्युममा हेर्नुहुन्छ भने HBLD 83, SBL, AKJCL, RBBD 2088, RMF2, NICD 8384, SHEL, RED, SLCF, HIDCL, P रहेको छ भने आजको टप ट्रान्जेक्सनमा हेर्नुहुन्छ भने SGHL, KAHL, SOPL, AKJCL, CORBL, TPKHL, YMHL, SOHL, SNORL र सिटी रहेको छ। अब जाम हामी नेप्सेको अपडेट। नेप्सेको अपडेटमा जानुभन्दा अगाडि एकचोटि ब्रोकरको फ्लोर सिट हेरौँ। ब्रोकरको कतिको बाई छ र कतिको सेल छ। आज 6 को हेर्ने हो भने बाई छ, 4 को एग्रेसिभ बाई छ, 96 को सेल छ, 42 को एकदम एग्रेसिभ बाई छ, 49 को सेल छ, 63 को एग्रेसिभ बाई छ, 60 को सेल छ, 58 को बाई छ, 48 को बाई छ र 34 को पनि सेल रहेको छ भन्नाले टप 10 मा 1 2 3 4 5 6 वटाको ब्रोकरको बाई रहेछ भने 4 वटाको सेल रहेको छ भने बाई नै आज हाबी रहेको छ र आज चाहिँ डिभेन्चरको त्यति कारोबार भएको छैन। हिजो भएको थियो तर आज त्यस्तो कारोबार भएको छैन। अब जाम हामी नेप्सेको अपडेटमा। नेप्सेमा हेर्ने हो भने हाम्रो चाहिँ आज पनि यहाँ हेर्न सक्नुहुन्छ ग्रीन क्यान्डल भएको छ र भोल्युम पनि आज राम्रै आएको छ र आज चाहिँ यो हाम्रो इक्विटीको भोल्युम हो र यहाँबाट माथि जाँदै गर्दा हाम्रो पहिलो टार्गेट 2620 सम्म राख्न सकिन्छ। त्यसपछि अलिकति मुनि आएर हाम्रो चाहिँ पहिलो टार्गेट यहाँ 2620 सम्म राख्न सकिन्छ। त्यसपछि अलिकति मुनि आएर फेरि अब यही गएर फेरि अलिकति डाउन भन्नाले अब अलिकति एकुमुलेसन हुन्छ अनि त्यसपछि बल्ल पर्छ भन्नाले अब 1-2 महिना एकुमुलेसन हुनु पर्यो किनभने अब पुरानो ट्रेन्ड हेर्ने हो भने एकैचोटि रिकभरी हुँदैन, यति ठुलो रिकभरी हुँदैन। पहिला पनि हेर्नुहुन्छ भने यहाँ योभन्दा पहिलाको हेरौँ कति यो एकुमुलेसन भएको छ त्यसपछि माथि गएको छ। योभन्दा पनि पछाडि अब हेर्ने हो भने यहाँ हेर्न सक्नुहुन्छ बढ्नुभन्दा अगाडि यहाँ हेर्नु कति ठुलो फल आएको छ त्यसपछि बिस्तारै एकुमुलेसन भयो अनि त्यसपछि फेरि बढेको हो। त्यस्तै गरी फेरि अब यहाँबाट फल आएपछि यहाँ हेर्न सक्नुहुन्छ 2-3 महिना एकुमुलेसन भएर अनि बल्ल माथि गएको। त्यस्तै गरेर अब फेरि यहाँबाट पनि डाउन ट्रेन्ड भएको अलिकति केही दिन एकुमुलेसन भएर अनि बल्ल माथि गएको हो। त्यस्तै गरी अब यहाँबाट एकैचोटि फल आएको छ त्यही भएर अब यहाँबाट बिस्तारै यसरी एकुमुलेसन भएपछि अनि बल्ल मार्केट अब माथि जाने हो, एकैचोटि जाँदैन। त्यही भएर अब हतार गरेर बाई पनि गर्नु हुँदैन। अब बाई अपर्च्युनिटी मार्केटले हामीले दिन्छ, बाई अपर्च्युनिटी पनि दिन्छ र सेल अपर्च्युनिटी पनि दिन्छ तर बेच्ने हामी कहाँ हो हामीमा निर्भर पर्छ। हामी कतिखेर किन्छौँ र कतिखेर बेच्छौँ। कहिलेकाहीँ हामी बेच्ने बेलामा किन्छौँ र कहिलेकाहीँ किन्ने बेलामा बेच्छौँ। त्यही भएर अब स्मार्ट तरिकाले बाई गर्दा केही फरक पर्दैन किनभने यहाँ यो एकदम अब यो डिमान्ड जोन नै हो। अब यही एकुमुलेसन हुनु पर्यो मार्केट बढ्नलाई। केही दिन एकुमुलेसन भएपछि अनि बल्ल राम्रो मोमेन्टम लिन सक्छ र अब लगभग 1-2 महिना जति एकुमुलेसन मार्केटमा हुनु पर्यो अनि त्यसपछि मात्रै एउटा राम्रो मोमेन्टम लिन सक्छ। नभए फेरि अब एकुमुलेसन नभए फेरि अब एकैचोटि वात्तै बढ्यो भने फेरि वात्तै गिर्छ। त्यही भएर
अब केही दिन एकुमुलेसन भएपछि अनि बिस्तारै टर्नओभर बढ्दै गयो भने अब हामी एकैचोटि ठुलो र्याली देख्न सक्छौँ। अब एकचोटि हामी आज इन्डिकेटर हेरौँ। इन्डिकेटरले हेर्ने हो भने बोलिन्जर ब्यान्ड हेरौँ। बोलिन्जर ब्यान्डले हेर्ने हो भने अब मिडल ब्यान्डतिर गइरहेको छ, जुन कि यहाँ हेर्न सक्नुहुन्छ 2640सम्म मिडल ब्यान्ड भन्ने अप्पर ब्यान्ड, यो 2720सम्म यो अप्पर ब्यान्ड हो यसको। भन्नाले यो लोवर ब्यान्डमा हिजो बाई सिग्नल पनि दिएको थियो र हिजो पक्कै पनि हजुरहरूले अलिकति किन्नु भएको होला। त्यसपछि हामी एकैचोटि एमएसिडीलाई हेरौँ। एमएसिडीलाई हेर्ने हो भने यसको हिस्टोग्राम एकदम मधुरो भएको छ। अब बिस्तारै एमएसिडीमा पनि बाई सिग्नल आउँछ जस्तो छ। अब एकचोटि आरएसआईले हेरौँ। आरएसआईले हेर्ने हो भने 34 को लेभलमा छ, जुन कि अब हिजोदेखि अलिकति बढेको छ। जसले मैले भनेकै थिएँ यहाँ बुलिस डाइभर्जेन्स भनेर बनेको छ। ल बुलिस डाइभर्जेन्स बनेपछि मार्केट अलिकति मोमेन्टम लिन्छ र यहाँ आरएसआईको स्मुथ एमएमा हेर्ने हो भने बाई सिग्नल दिइसकेको छ। त्यही भएर स्ट्राटेजी अनुसार हामीले बाई र सेल गर्ने हो। अब एकचोटि सुपर ट्रेन्ड लगाएर हेरौँ। सुपर ट्रेन्डलाई हेर्ने हो भने यसको पहिला सेटिङमा गएर यो इनपुटमा गएर यो 10/3 लाई 10/2 गरेर अनि इनेबल गर्दाखेरि अहिले पनि सेल सिग्नल कन्टिन्यू नै छ। यसको आवरलीमा हेर्ने हो भने आवरलीमा चाहिँ अब बाई सिग्नल आज चाहिँ यसमा पनि जेनेरेट भएको छ। भन्नाले सुपर ट्रेन्डले पनि बाई सिग्नल आज जेनेरेट गरेको छ। भन्नाले सुपर ट्रेन्ड पनि आवरलीमा पोजिटिभ छ। र अब हजुरहरूले चाहिँ अब मेरो च्यानललाई यो मेरो यो युट्युबको च्यानल हो, मेरो युट्युबको च्यानललाई जो सब्सक्राइब गरिदिनु होला, किनभने म यहाँ सधैँ नेप्सेको अपडेट र वाच लिस्टहरू म सधैँ राखेर आउँछु। त्यही भएर मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। र यो चाहिँ मेरो टिकटकको च्यानल हो, टिकटकको च्यानलले पनि फलो गरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ म सधैँ नेप्सेको अपडेट र वाच लिस्टहरू राखेर आउँछु। र यो चाहिँ मेरो फेसबुकको च्यानल हो, यसलाई चाहिँ फलो गरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ म सधैँ नेप्सेको अपडेट यहाँ हेर्न सक्नुहुन्छ, सधैँ नेप्सेको अपडेट र वाच लिस्टहरू राखेर आउँछु। त्यही भएर मेरो च्यानललाई फलो गरिदिनु होला र युट्युबलाई पनि सब्सक्राइब गरिदिनु होला, ताकि मेरो भिडियो हजुर कहाँ जाओस्। र अब जाऊँ हामी एउटा वाच लिस्टमा। वाच लिस्टमा हेर्ने हो भने निफ्रालाई हेर्नुहुन्छ भने यो एकदम राम्रो सेटअप भनेको छ। यो सेटअप हजुरलाई थाहै होला यो सेटअप भनेको कुन सेटअप हो। यहाँ हेर्न सक्नुहुन्छ सेम 1 kg सेल जस्तो सेटअप हो। यहाँ कति दिन एकुमुलेसन भएको छ यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ, कति ठुलो एकुमुलेसन भएको छ। त्यही भएर यसको सेटअप एकदम राम्रो बनिरहेछ। यो बिस्तारै बिस्तारै बाई गर्दा यसको केही फरक पर्दैन। यहाँ हेर्न सक्नुहुन्छ कति दिन एकुमुलेसन भएको छ र बिस्तारै यो म्यानिपुलेसन भइरहेछ। यो स्टकलाई 240 मुनि यहीँबाट बाई गर्दा केही फरक पर्दैन, एकदम राम्रो जोनमा आएको छ। तर 240 बाट बिस्तारै मुनि 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 जति पायो त्यति किन्दा केही फरक पर्दैन। जस्तो 10,000 किता किन्नु हो भने 1,000 किता जस्तो आयो 240 मा किन्यो, 38 मा 36 मा यस्तै गरेर बिस्तारै बिस्तारै एकुमुलेसन गर्दा केही फरक पर्दैन। सेटअपमा एकदम राम्रो देखिरहेको छु र म्यानिपुलेसन भइरहेछ। यो एकुमुलेसन पछि अब म्यानिपुलेसन नै भइरहेछ। त्यही भएर हामीले किन्ने भनेको म्यानिपुलेसनमै हो र स्मार्ट मनी पनि म्यानिपुलेसनमै किन्छ। त्यही भएर यो एकदम राम्रो यो डिमान्ड जोन एरिया मैले बनाइदिएको छु। यहाँ बाई गर्दा केही फरक पर्दैन। सेटअप पनि म एकदम राम्रो देखिरहेको छु र यो स्टक पर्ख्यो भने 1 kg सेल हजुरलाई यादै होला त्यस्तै पर्खिन्छ, किनभने यति दिन यो एकुमुलेसन गरेको छ अनि अब म्यानिपुलेसन सुरु भइरहेछ। त्यसपछि अब जाने माथि नै हो। त्यही भएर यो स्टकलाई मस्ट वाचमा राख्नु होला र बिस्तारै बिस्तारै बाई गर्दा केही फरक पर्दैन। र यो भिडियो चाहिँ एजुकेसन पर्पसको लागि मात्रै हो, यो कुनै बाई सेल रिकमेन्डेसन होइन। हजुरहरूले चाहिँ आफै बुझिविवेक पुर्याएर बाई सेल गर्न सक्नुहुन्छ। धन्यवाद।